कमरेड प्रचण्डको यो भनाइमा कतिको सत्यता होला? कृपया कमेन्ट गर्नुहोला। राष्ट्रपाको एकजना उम्मेदवार 17 गते बेलुका आएर उठ्न त राष्ट्रपाबाट उठिहाल्यो, 300 देखि 400 पनि भोट छैन। त्यसकारण अब उठिसकेपछि अहिले छोड्ने कुरा भएन। चुनावपछि म तपाईको पार्टीमा आउने हो, वातावरण बनाइदिनु होला भनेको 17 गते। 21 गते चुनाव भयो, त्यो मान्छेको भोट आयो 45,000। उसको दिमागले त्यसलाई पचाउन सकेन रे। मलाई भन्ने जीवितै छन् सबै ती भन्ने मान्छे पनि सबै 45। त्यो मान्छेलाई त पचाउन राति त गाह्रो भयो। घरमा एक्लै हाँसेको कहाँबाट आयो मलाई 45,000 भोट? कहाँबाट आयो यो भोट? यति एउटा घटनाले देखाउँछ कि यो चुनाव कस्तो चुनाव भयो।